हेलो वेलकम टु ब्याक टु माई च्यानल हेलो गाइज के छ हजुरहरूको म चाहिँ सन्चै छु फेरि पनि न्यू भ्लग आइसक्यो होइन के छ हजुरहरूको विचार म चाहिँ आज डिमार्ट जाँदैछु हजुरहरूलाई कस्तो लाग्छ अब त्यति रातिको सिनमा त म खासै देखाउन पाउँदैन बिचबिचको देखाउँछु होला त्यतिमा बोलेको पनि हाल्न सक्छु या नबोलेको पनि हाल्न सक्छु बाटोमा गर्छु सो फाइनली गाइज आज चाहिँ हामी यहाँ पुगिसक्यौँ बाटोमा छौँ भनौँ रातिको सिन छ अब गाइज भन्नुपर्दा हाम्रो आँटीहरू पुरा चम्केर आज विगतै होइन है आमा छोरा चम्केका छन् त्यसैले म पब्लिक धेरै छन् मेरो साइजको धेरै छन् त्यस कारणले म धेरै मान्छेसँग जाँदैछु मेट्रोमा जाने हो अहिले म एकछिन बन्द गर्छु मेट्रोमा देखाउँछु होला है लगाइज पनि त सो फाइनली गाइज अब हामी चाहिँ मेट्रोमा चढ्दैछौँ त्यसपछि हामी चाहिँ लिफ्टमा बस्छौँ लिफ्टमा बस्नुको लागि म धेरै एक्साइटेड हुन्छु नि त गाइज त्यसैले मलाई धेरै खुसी लाग्छ गाइज अब हामीहरू चाहिँ मेट्रोमा जान्छौँ गाइज हामीलाई धेरै खुसी नै लाग्छ हाम्रो पब्लिकहरू हेर्नु जसरी गइरहेछन् तर अब मम्मीको फोन आएको छ म उठाउँदैन अनि गाइज त्यसपछि हाम्रो अब भिडियो त गराउनु पऱ्यो नि त गाइज हामीले मेट्रोमा त्यस भएर हाम्रो पब्लिकहरू आउँदैछन् खुसी लाग्छ गाइज यतिको एक्साइट त हुनुपर्छ नि त मलाई चाहिँ वरिपरि मान्छेहरूले कसरी हेर्छन् कि मतलब अब हामी चाहिँ मेट्रोमा जाँदैछौँ धेरै खुसी छु म एक्साइटेड छु किनकि म मेट्रोमा कहिले पनि चढेको होइन नि त गाइज हाम्रो नेपालमा त्यस्तो छैन नि त त्यही कारणले चाहिँ म मेट्रोमा चढ्दैछु गाइज रमाइलो हुन्छ भनौँ त्यति रमाइलो नभए पनि ठिक ठिकै हुन्छ भनौँ ए हाम्रो पब्लिकहरू जाँदैछन् गाइज अब चाहिँ हामीलाई यो टिकटहरू काट्छन् होला मलाई त्यस्तो थाहा छैन गाइज मलाई चाहिँ थाहा छैन मेरो दिदीलाई थाहा छ दिदीले हुन्छ टिकट काट्नुपर्छ गाइज हामी चाहिँ टिकट काट्नुपर्छ यहाँ अन्जली मेरो पनि काट्नुपर्छ न 5 जना काट्नु खुसी नै लाग्छ गाइज आज चाहिँ मेट्रोमा बस्दैछु म एकदमै एक्साइट छु धेरै नै खुसी लाग्छ सो फाइनली गाइज म चाहिँ एउटा हजुरलाई स्याड न्युज सुनाउँछु होइन मैले मेट्रोमा भिडियो गराउँला भनेर यति एक्साइटेड थिएँ म खुसी थिएँ त्यसपछि मेट्रोमा के भयो भन्दाखेरि म जब भिडियो गराउँला थिएँ नि त्यसपछि त्यहाँको सिक्युरिटी आएर डाइरेक्ट मेरो मोबाइल समात्यो त्यसपछि भिडियो हुन्न भन्यो मैले के गरेँ बाहिरदेखि डिलिट गरेको जस्तो गरेँ मैले भिडियो डिलिट खाली फाइलमा राखेँ अब म जो महल जाँदैछु नि त्यहाँ अब जस्तो अब मैले बोल्न पाउँदैन भने म लुकेर भए पनि भिडियो गराउँछु त्यसपछि फेरि म हजुरहरूलाई म आफ्नो भोइस गरेर देखाउँछु प्लिज गाइज नरिसिनु होला ठिकै छ होइन अब खुसी नै थियो अब त्यो खुसी मैले पाएन म धेरै नै खुसी थिएँ अब त्यसपछि म स्याड भयो त्यसपछि गाइज मेरो साथीहरू छन् मेरो दिदी मेरो भान्जी छ उहाँ मेरो बहिनी चाहिँ त्यसपछि गाइज होइन केही नमान्नु होला म धेरै नै खुसी थिएँ म अलिकति नराम्रो लाग्यो कि धेरै नै थियो मलाई धोको थियो मेट्रोमा बसेर बनाउने दिएन भने पुरा सिक्युरिटीले मेरो मोबाइल लगेर अलर्ट गराएँ त्यही पनि मैले भिडियो अझै भित्र डिलिटमा राखेको थिएँ त्यही पनि गाइज केही नमान्नु होला म महलमा पनि सायद गराउन पाउनु होला म यस्तै चुपचापले गराउँछु त्यसपछि ल गाइज बाई म उयो गर्दै जान्छु त्यसपछि चाहिँ हामी बाहिर गएर मतलब बाहिर थियौँ त्यसपछि मैले चाहिँ बाहिरको सिनहरूमा रेकर्डिङ गरेँ अनि भ्यूहरू पनि राम्रो नै थियो त्यसपछि मैले फेरि बाहिरको भ्यूहरू देखाएँ त्यसपछि भ्यूहरू पनि मलाई एकदम राम्रो लागेको थियो यस्तै बोलेर त मेरो बोली भोइस सुनिन्थेन त्यसैले मैले भ्युज गराएर सङ मतलब भुलो कलर सङ हालेर अनि राम्रोसँग गराएँ राम्रो थियो बेङ्गलोरको सिन फाइनल गाइज हामी चाहिँ यहाँ पुगिसक्यौँ अब कस्तो लाग्छ यहाँ चाहिँ भिडियो गराउनु दिँदैछ सोधेको त छैन त्यही पनि गाइज म चाहिँ भिडियो गराउँदैछु होइन त्यसपछि हाम्रो यो भ्लगला दाइ हो होइन यसको भ्लग चाहिँ बन्द भएको छैन यसको भ्लग चाहिँ अहिले बन्द भएको छ त्यसपछि अहिले कति कहिले आउँछ त्यही बेला आइडी खोल्यो कि न यहाँ त्यही बेला आइडी खोल्यो भने त म साइड ट्याग गरेर म आफ्नो युट्युबमा गाइज हेर्नुहोस् त अनि आरामसँग सहमाग्छ मलाई गाइड छ म त अब नेपालीमा त कोही समस्या हिन्दीमा अलि नर्भस जस्तो लाग्छ कि त्यही कारण हेर्नुहोस् हामी अहिले 1 मन्जिल माथि आइसकेका छौँ मेट्रोको कुरा सुनिने यार अर्कै लाग्छ यार बाहिर लाग्छ त्यही भनेको म एकछिन फोटो खिचेर भाइ हामी चाहिँ बाटोमा अलग पत्रै भएको गाइड बोलाउने यार जाँदैन हामी भित्र कपडाको भिडियो गरेर दिन्छ किन कस्तो राम्रो महल यार बाबु मलाई यस्तो मनपर्छ फेरि यस्तो महलहरू तर के गर्ने गाइज हामी चाहिँ किन सक्दैनौँ झुट पनि किन बोल्ने अलिक महँगै खाले महल हो कि न झुट बोल्नु छैन केही पनि कुराहरूमा
त्यसैले अब माथि जाने कि हामी तल जाने यार यति त काट छ यार हाम्रो मजा नगर्नु कोही मान्छे नि आएको छैनन् गाइस हामी त भिखारी हो हे नाइ त्यही पनि अब मतलब महँगो पाइन्छ कि कपडाहरू कोही बेला मलाई हामी युज नहीं करता है ऑनलाइन ऑनलाइन पाइन्छ गाइस लपडाहरूसँग आएको छु कोहीको भिडियोहरू मैले काट्छु पनि म खासै बोल्न त सक्दैन किनकि लामो भिडियोहरू पनि अलिअलि हुन्छ नि मतलब यस्तो 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 बेङ्गलोर हो हामीले खाना खायौँ एकदम मिठो थियो अब नेपालीले जस्तो कि अब इन्डियामा आएर हामी नेपालीले खाँदाखेरि हामीलाई नेपाली खाना खाएको जस्तो लाग्यो खाना नसाएर हामीले यहाँ राखेको थियौँ अब चाहिँ राम्रो नै छ यहाँ अन्तिम भिडियो लास्ट भिडियो यो गाइस बाई बाई